थर्ड बटालियन थर्ड गोर्खा राइफलको 85वां स्थापना दिवस अजम्बरी सङ्घ गुराँस डाँडा 460 पुल रङ्बुल सार्वजनिक भवनमा आज सम्पन्न भयो। थर्ड गोर्खा राइफल्सका भूतपूर्व सैनिक सङ्गठन दार्जिलिङ कालेबुङ तराई डुवर्स सिक्किम परिवारको तत्त्वावधानमा दोस्रो वार्षिक अधिवेशनको रूपमा पालन गरिएको यस कार्यक्रमका अध्यक्षता सङ्गठनका सभापति सुबेदार मेजर भीमबहादुर थापाले गरेका थिए। दिवंगत मेजर चन्द्रबहादुर मुखियाकी धर्मपत्नी अनिला मुखियाको अति विशिष्ट तथा सुबेदार मेजर अनुप गुरुङको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न अहोदामा अवकाश लिएका टाढा नजिकका पूर्व सैनिक एवं पारिवारिक सदस्यहरूको उपस्थिति रहेको थियो। क्याप्टन KN वावादमको प्रतिकृति अघि दीप प्रज्वलन गरेपछि केक काटेर प्रारम्भ भएको कार्यक्रममा सचिव अनेरी सुबेदार मेजर सन्तोष तामाङले युनिटको ऐतिहासिक पक्षबारे प्रकाश पारे। देश रक्षामा वीरगति प्राप्त गरेका शहीदहरूको संस्मरणमा मौन धारण गरिएको कार्यक्रममा युनिट गीत प्रस्तुत गरिएको थियो। साङ्गीतिक र सांस्कृतिक प्रस्तुति समावेश गरिएको कार्यक्रममा उपस्थित अतिथिहरू तथा अन्यलाई सम्मान जनाइएको थियो। अस्तिको दिन मेरो छोरा रिकभरीमा थियो अनि यहाँबाट चाहिँ निमन्त्रण दियो। छोराले मलाई फोन गर्यो, मम्मी यस्तो खालको आएको रहेछ भनेर, अन्त तपाईँ त जानु सक्नुहुन्न होला भने मैले किन नजाने, मेरो त परिवार हो, अन्त तपाईँको त लुगाहरू सबै पाडिसकेर त लुगाहरू छैन, अनि पापा माइती घरमा जाँदाखेरि लुगाहरू लाएर जानुपर्छ त, म त जाने नै हो। म थर भनेपछि त मेरो प्यार हो, मेरो स्वामी मेरो सिपी मुखिया बित्नुभयो, उहाँले कमाइराखेको मैले पेन्सन खाएर त्यो आशीर्वादको रूपमा एउटा खाइरहेको छु। अब यहाँनिर जस्तै पनि म त जान्छु, त्यो आइपुग्दैनस् भने पनि मलाई गाडी बन्दोबस्त गर्दै म त जाने नै हो। तपाईँले चिन्नुहुन्न होला त्यहाँनिर कोही पनि, अनि परिवारमा जाँदाखेरि चिन्नुपर्छ र, मेरो त माइका गर्नु मलाई त चिनिहाल्छ नि, त्यो किन सुर्ता गर्छस् भनेर अनि गाडी बन्दोबस्त गरेर चाहिँ अब मलाई चाहिँ पठाइदियो। अनि बिहानै हामी 6 बजी नै हिँड्यौँ उताबाट। हुनु त मेरो शरीर पनि साह्रो सुस्त छैन र पनि थरथर भन्दा मलाई यति प्यारो थरथर। अनि
यति साह्रो मलाई जोस भयो 5 बजी उठेर सबै तयारी गरी सबै लगाएर लुगा सुगा धुने तयारी गरी राखेँ। अनि बिहान चाहिँ आएर चाहिँ अब म चाहिँ टाइममै पुग्छु भन्ने चाहिँ भयो। अनि यहाँ आएर चाहिँ अहिले सबै यहाँ साथीहरूलाई मेरो थर परिवारलाई भेट्नु पाउँदाखेरि म अति नै खुसी छु, अति नै खुसी छु। अब मेरो उमेरले गर्दाखेरि सायद अर्को वर्ष सायद भेट होला नहोला, तर यो सालमा त म त भेट त गर्नु पाएँ। त्यसमा चाहिँ मलाई अति नै खुसी लाग्यो र यहाँ सबै थरथरको परिवारसँग चाहिँ म एकदमै धन्यवादी छु। यसमा चाहिँ तपाईँहरूले यसरी अर्गनाइज गर्नुभएकोमा म बधाई दिन्छु। र मेरो म सायद भन्नुपर्ने सबभन्दा जेठो होला होइन, 80 वर्ष त पुग्दैन छु। त्यसले गर्दाखेरि मेरो थर परिवारले चाहिँ मेरो धेरै धेरै शुभकामना र आशीर्वाद जनाउँदै जो हाम्रो यो थरथर गोर्खा राइफल्स जो कि 1 अक्टोबर 1940 मा जो स्थापित भएको थियो पटन, जब त्यसदेखिको यो हाम्रो पटनको जो पनि पुरानो परम्पराहरू चल्दैछ, जस कारणले हाम्रो जति पनि यो रेजिङ डेको मनाउने परम्परा चल्दैछ हर जग्गामा भइरहेको छ। जस्तो नेपाल, देहरादून, हिमाचल प्रदेश, हर अलग अलग स्टेट हर जग्गामा भइरहेछ। त्यस कारणले हामीले पनि यो दार्जिलिङ डुवर्स सिक्किममा हामीले यो सबभन्दा 30 वर्ष हो कि यो हामीले रेजिङ डेको यो परम्परा मनाउनु सुरु गरेको छ हामीले। र म अहिले फिलहाल शुद्ध मेजर अनुप गुरुङ, जो कि थरथर जिआरबाट अहिले म 137 CA टेबल लाइन T39 गोर्खा राइफलमा सेवारत छु। र यहाँ जो म आएको छु कि उहाँहरूले यो रेजिङ डेको लागि मलाई स्पेसली इन्भाइट गर्नुभएको थियो र म यसमा काफी सौभाग्यशाली सम्झिन्छु कि जो मेरो पटनको यो 3रा रेजिङमा म सामेल हुनुको लागि यहाँ उपस्थित भइरहेको छु। र यसै कारणले यो हाम्रो पटनको परम्परा हमेशा अगाडि बढाउनुको लागि हाम्रो जति पनि हाम्रो तराई साथै यो हिल साइडको जो पनि बुढाहरू हुनुहुन्छ, भाइहरू हुनुहुन्छ, साथै हाम्रो सम्पूर्ण ठट्टको फ्यामिलीजहरूले हमेशा अगाडिको लागि पनि यसलाई योगदान दिनेमा मेरोबाट काफी सहयोग हुने सक्छ र यसमा म हमेशा सहयोगको लागि तयार छु। नमस्ते, म अनेरी सुल्तान मेजर सन्तोष तामाङ, थरथर जिआर गोर्खा राइफल्सको एक्स सर्भिसम्यानको म सेक्रेटरी। आज हाम्रो रेजिङ डे मनाइरहेका छौँ। 1 अक्टोबर 1940बाट लिएर आज 2025मा 50औं जन्म जयन्ती मनाइरहेका छौँ। यसमा अति विशिष्ट जनहरूमध्येमा लेट सिपी मुखिया साहबका मेम साहब उपस्थित हुनुभएको थियो। अनि हाम्रो प्रेसिडेन्ट भीमबहादुर साहबको अध्यक्षतामा यो आज हाम्रो यो गुराँस डाँडा भवनमा हामीले यो प्रोग्राम सञ्चालन गऱ्यौँ। त्यसपश्चात हाम्रो पल्टन 1940बाट ल्यान्सडाउनबाट जन्मिएर अहिलेसम्म धेरै हाम्रो विजय प्राप्तहरू गरिसकेका छन्। यसरी भन्नुपर्दा मेन मध्ये चिजहरू भूमिकामा राख्नुपर्दा हाम्रो पल्टनका सुपर मेजर कुलदीप साहब एक्टिभ हुनुहुन्छ। उहाँको र कर्नल गोइङको तत्त्वावधानले गर्दाखेरि 2024मा हामीले सुरु गरेर अहिले 2य वर्ष रेजिङ डे दार्जिलिङ, डुवर्स, सराई, कालिम्पोङ स्टेसनबाट हामी मनाउन थालेका छौँ। र सम्पूर्ण मेरो परिवारलाई म यही भन्न चाहन्छु कि हाम्रो परिवारसँग भेटघाट गरेर यसरी नै हाम्रो पल्टनको इतिहासलाई हामीले पढेर सुनाउनेछौँ। र हामी विदितको विधान छ, हामी एक दिन मरेर जानुपर्छ, तर यो इतिहास र यो गवाह कहिले पनि मर्ने छैन। यति भन्दै मेरो छोटो वक्तव्य म यही पुरा गर्न चाहन्छु। धन्यवाद।